आज म कुरा गरेर जाँदैछु विदेशको यात्रा। कसरी सुरु भयो त मेरो विदेशको यात्रा? सुरुमा त अब नेपालमै बसेर केही गर्छु, नेपालमै बसेर केही गर्न पर्यो भनेर सोचेँ मैले। सोच्दा के गर्ने होला त नेपालमा? सोच्दा मैले त्यसो टोइलेट गएँ। किनकि टोइलेटमा गएर सोचेँ नि झन् खतरा खतरा आइडिया आउँछ नि टोइलेटमा गएपछि। मोबाइल चलाइराख्यो भने त आइडिया आउँदैन, मोबाइल साइडमा राखेर टोइलेटमा राम्रोसँग सोच्नुपर्छ कि। यस्तो खतरा खतरा आइडिया आउँछ टोइलेटमा। सोच्दा त्यसपछि म अब जापान जानु पर्यो भन्ने आइडिया आयो। विदेश अब हिँड्ने भएपछि त अब घरमा भन्न पर्यो। मम्मीलाई गएर भन्न थालेँ मैले, मम्मी अब छोरोले केही गर्छ, अब जापान जानु पर्यो, प्रोसेस गर्नु पर्यो जापान। ठ्याक्कै मम्मीको मोबाइलमा फेरि त्यस्तै न्युज आइदिरहेको रहेछ जापानको। हेर्नुहोस् स्टुडेन्टहरूको बेहालत छ जापान आएर, 2-3 महिना काम पाएको छैन। गाह्रो छ जापानमा, यताउता आइदिरहेको रहेछ। उता मम्मीले मेरो मुखमा, मैले मम्मीको मुखमा हेर्ने। गाह्रो रहेछ केटो यहाँ त। होइन जान्छु म, केही हुन्न अब। गाह्रो त यहाँ पनि गाह्रो भइरहेछ, खै पैसा छैन यहाँ बसेर नि भनेर अनि विदेशतिर अब प्लान भयो जाने। त्यसपछि अब कन्सल्टेन्सी जानु पर्यो, कन्सल्टेन्सी गरेर भन्नु पर्यो म अब विदेश प्रोसेस गर्नु पर्यो जापान प्रोसेस गर्नु पर्यो। के गर्नु पर्छ जापान जानलाई? कन्सल्टेन्सीकोले केही गर्नु पर्दैन बाबु, पैसा टाइममा बुझाइ हुन्छ, जान त सहिलै छ। अनि केही पढाइ सढाइ? अब पढाइ सढाइ त अब हाजिमे मासिते वातासिनो नाम डर युरोसेको ओनेगाइसिमास यति जाने पुग्छ नि बाबु भनेर अनि यताउता चिप्ल्याउँछ कन्सल्टेन्सीकोले। माया गर्ने रहेछ लास्टै कन्सल्टेन्सीको सुरुमा जाँदाखेरि त ओहो कति माया गरेको है। त्यसपछि अब जापान प्रोसेस गरियो। अनि घरमा फेरि अब छुट्टै हुन्छ, फेरि प्रोसेस गरिसकेपछि भात सात खाँदाखेरि बस्दाखेरि उता मम्मीले अब खै विदेश प्रोसेस गर्छु भने आछस्, पैसा लिएको र ल्याइछस्, यसलाई डकुमेन्ट उसलाई डकुमेन्ट, खै पैसा डुबाउने के यार्ने यता साइडबाट बाबाले तेरै छोरो त हो के बुद्धि लाउँछ भन्न थाल्छन्। त्यसपछि फेरि भिजा आइदिएपछि छुट्टै हुन्छ फेरि घरमा भात खाने बेलामा मम्मीले उताबाट घिउ हालिदिउँ, घिउ अलिकति घिउ खान खा बाबु, घिउ खा। उता बाबाले मेरै छोरो त हो, हाल्दै घिउ हाल्दै अलिकति हाल्नु, खान्छ यसले खान्छ भनेको नि केही न केही गर्छ मेरो छोरोले भनेर। त्यसपछि फेरि अब उतातिर अब छर छिमेक पनि त्यस्तै, यसले केही गर्न सक्दैन भन्नेवालाहरूले पनि त्यसपछि त ओहो केटोले मैले केही न केही त छ यसमा विशेष, यो मान्छे केही न केही गर्ने खाले मान्छे हो भन्न थाल्छन् गाउँ छिमेक भने। अब यताउता सबतिर थाहा भइहाल्छ नि त भिजा आएपछि त। त्यसपछि मान्छेहरूले त अब मेरो त सिरै उच्चा गर्ने कुरो गर्छन् त गाँठे भन्ने भयो। अनि त्यसपछि अब विदेश त अब जानै पर्यो भनेपछि अब घरतिर एउटा बिदा लिनु पर्यो अब भन्ने भएको थियो। हामी अब भिजा अब लगाइसकेपछि अब सबै भएर म विदेश जाने तर्फबाट भइसकेपछि घरबाट बिदा लिनु पर्यो। हजुरबाथिम गएँ म। हजुरबाथिम जाँदा बुवालाई म हिँडेको यसरी विदेश जानु पर्यो, एउटै छोरो होस् किन विदेश जानु पर्यो त, यहीँ बस, त आउँदासम्म त म बाँध पानी बाँच्दिनँ होला, मलाई केही भइहाल्यो भने नुन सुन चाहिँ नबारै भन्नुहुन्थ्यो। त्यस्तै भइदियो, म विदेश आएपछि हजुरबा बित्नुभयो। त्यो पल कसम बहुत याद आउँथ्यो त्यतिखेर। अब विदेश छु आफू के गर्ने अब। हजुरबाले भन्नुहुन्थ्यो नुन सुन नबार, अब आफ्नो चल्ती चलन हो गर्नै पर्यो। काम हुन्थ्यो नुन बार्न पर्थ्यो, शरीर पुरै त्यस्तै हुने कामले हानेर। त्यसपछि अनि एक दिन हामी केटाहरू मिलेर नुहाउन गइयो, त्यही क्रममा समुद्रमा नुहाउन गएको, समुद्रमा हाम फालेको, पानी खाइयो, पानी नुनिलो। हजुरबाले माथिबाट हेर्दै हुनुहुन्छ कि के हुन्छ भन्ने लाग्यो मलाई। यस्तै थियो यार। अब विदेश आए धेरै दुःख हुन्छ विदेशमा होइन। अब केटीहरू फेरि आमामा विदेशमा केटीहरूलाई आनन्द के है, लास्टै बियत गरे जस्तो लाग्छ केटीले मलाई, मेरो लागि भन्न खोजेको। मैले सोच्दाखेरि केटीहरू लास्ट बियत गरे जस्तो लाग्छ कि विदेशमा केटाहरू बराबर काम हानिरहेको हुन्छन् केटीहरूले। बियत होइन त्यो, कति मिहिनेत गरिरहेको हुन्छन् केटीहरूले। त्यही पनि मान्छेले भन्छ विदेश जाने केटीहरू काम हुँदैन, यिनीहरू लाइफ बिगार्छ। लाइफ बिगार्ने मात्रै हेरेर भएन नि त, लाइफ बनाउनेवाला पनि त छन् नि विदेशमा, छैन नि त। एउटा फुलमा काँडा भयो भन्दैमा सबै फुलले घोच्ने त हुँदैन नि त होइन। यस्तै थियो अब है, माया कसम धेरै जज गर्छ मान्छेहरूले। मलाई चाहिँ अब विदेश सबको मेहनत देखिन्छ विदेश आएपछि। त्यही भएर अब विदेशमा अब जे भयो भने दुःख सुख छ, टेन्सन लिनु हुँदैन, आफ्नो काम गर्ने बस्ने, टेन्सन गोली मारो। ल आजलाई यति नै।